दोस्रो पटक यहाँलाई धेरै धेरै स्वागत छ। हातै मिलाइ जेसुकै होस् जे परेको म बेहोर्छु। ठिक छ दाजु। दाजु ठिक छ नि? हाइट मिलेकोसँग हात मिलाउन पाइन्छ। मिल्छ। अब हजुरलाई हातै नमिलाउ नमस्कार गरेर स्वागत गरौँ। रजनीजी पहिलो पटक यहाँलाई मुन्द्रेको कमेडी क्लबमा स्वागत छ। अनि कपाल चाहिँ के डडेल लगाएको? नमस्ते, स्वागत छ यहाँहरूलाई। नमस्ते नमस्ते। अनि बुद्धि सर सब ठिक छ नि? हेर्नुहोस् त हाम्रो दाजुभाइको हाइट यो हेर्नु त कुचो काटे भन भन्छ नि कुचो काटे जस्तो छ। अनि ठ्याक्कै छैन त। बरु यता चाहिँ अलि हाइट मिलेको छैन के हो यस्तो? रजनीजीले अलि स्यान्डलले हल्केदेखि गरे जस्तो छ। एकदम जोरदार ताली अत्यन्तै राम्रो अभिनय गर्ने दुई कलाकारको लागि आफूलाई अनुरोध गर्न चाहन्छु। यता एकदम अब तपाईँहरू कति सोसियल डिस्टेन्स कायम गर्नुपर्छ आफ्नो हिसाबले बस्नुहोस्। चाहना के हुँदो रहेछ साँच्चीकै पर्दामा जस्तै वास्तविक जोडी पनि भइदिए नि हुन्थ्यो, यिनीहरूको नि टाढा टुडुक भइदिए नि हुन्थ्यो पनि भन्ठान्दो रहेछन् के हो कुरो? यसको बारेमा छलफल गरौँ त आज। मन मर्नलाई चाहिँ मन हुनुपर्छ कि पहिला। खोइ के जाति हनुमानको पुच्छारमा आगो लाएर लङ्का जलाएको थियो रे। आज म हनुमानको पुच्छारमा आगो लाएर मुन्द्रे कमेडी क्लब जलाउँछु। यस्तरी मिल्छ घुम्न जाम भनेर यहाँ मलाई यत्रो धोका। अब यो एकछिन बाहिर कुर्देऊ न भनेको किन फुत्तै छिर्या त? फुत्तै छिर यहाँ म थामिसकेन उताबाट कुरा सुन्दैछु यहाँ कहाँ के भएको रे। ल के हो यो? भएको त अनेकै भएको छ, पुरै भएको छ। अब जे भयो पनि कुर्नु परेन एकछिन। मैले मुन्द्रेसँग यसरी बसेँ भने तपाईँलाई सहन सक्नुहुन्छ तपाईँले? सक्छु ल, एकचोटि बसेर देखाउनु त। सक्छु ल। जेसुकै होस् म त्यो क्याटेगोरीको परिन, त्यस्तो म गर्दैन। एक्सक्युज मी, सिरियलमा चान्स दिएको त। हे भगवान् के हो खास मसँगको चक्कर? भन्न मिल्दैन नि त सबै कुरा। मैले आखिर तपाईँलाई के कमी राखेको थिएँ? निकै कमी राखेको थिएँ। उहाँ र ममा के फरक पाउनुभयो भन्नु? अनि उहाँले पनि के कमी राख्नु भयो कि तपाईँ फुलनीको बाउसँग जानुभयो त? त्यसो भए माया हो नि माया। उसको नि मा के होला त? किन प्याच बोल्ने? अर्काको पोइ खोज्दा लाज लाग्दैन? अर्काको पैसा मलाई लाज लाग्दैन? आज ढुट्टी नै भयो हनुमान पक्कै पनि। मेरै माया चाहिँ किन दायाँ बायाँ भएको? पर्दामा दायाँ बायाँ वास्तविकमा ठन्डा र फेरि। कति वर्षको लभ भन्नुहोस्? हजुर कति वर्षको लभ हो भन्नुहोस्? माया गर्ने समय अनि टाइम चाहिन्छ, केही चाहिन्छ मायाको लागि पनि? टाइम टोक्या हुन्छ सर्टिफिकेट टाइपको केही प्रमाणपत्र। अनि मसँग गरेको माया चाहिँ झुटो। मैले कति जग्गा बिचरा कमजोरी छ भन्छ। अब कमजोरी जस्तै देख्छु नि त, हेर्नु न ज्यान हेर्दा। तरुनी नै पट्याउनमा स्किल बडी भन्छ, कमजोरी भन्दैन। तरुनी पट्याउनमा त साँच्चीकै हनुमानै रहेछ नि। ज्यान हेर्दा मात्रै त्यस्तो रहेछ त। भाकै कुरो आयो, अब के गर्ने होला? अब उता खटाको हनुमानले लङ्का जलायो, यताको हनुमानले त जम्मा तरुनीको दिल जलाएर हैरान्छ। यस्तो हुन्छ? त्यति धेरै मैले माया गरेँ। बिचराको दाँत कमजोर नहोस् भनेर मकैसम्म चपाएर खुवाएँ। आज ए यो कानु यस्तो हुन्छ? मेरो भनेको त कारण त्यो चपाएर दिँदो रहेछ नि त। यसरी मकै दिन्थ्यो क्या पहिला? म त बुझ्थेँ मैले आफै खान्थेँ, चपाएर दिनुपर्ने रहेछ। खालि समाउन मात्रै जाने छैन, खालि झ्याप्पै घाँटीमा समाछ पछारे छ। त्यसरी पछाडि माग्न नै रहर्थ्यो भने त म नि पछार्थेँ त। सिरियलमै भयो भने धेरै नपछार्नु के साह्रो गर्नुभएको? म त आफ्नो मान्छे त माया लाउँछ नि त। तपाईँहरूको पो अब स्क्रिनमा मात्रै हो त, हाम्रो त रियल माया हो कि होइन? हनु म कसरी भन्नु? अब सुन्नु, मैले भन्दा हनु कति मिठो सुन्नु, उसले भन्दा हनु कस्तो भन्छ? म त हनु होइन हनुमानै भन्छु। हनुमान हेर्नु त नमाथि नि नेलाइदिएर कति हेपेको। जेसुकै होस् फुलन्दको बाउ पहरूको त, तर मेरो छोरोको अनुहार हनुमानसँगै मिल्छ। भनेको अब गुरुङनी नै मनपर्छ भनौँ भने होइन? ठिक छ, म पनि आज हल्का गुरुङनी नै त बनिन होला, तर हल्का गुरुङ ड्रेस हो सिङ्गापुर फेन्सीबाट यत्रो किनेर ल्याएर उहाँबाट सहयोग गरेर मैले लाएर आएको छु चक्रपथमा। मेरो चाहिँ राशि फलै खराब हो कि जो आए पनि पिट्ने पछाडि कामै त्यस्तो गरेपछि एउटा ढङ्गको काम गरे छैन।
होइन मैले यत्रो अतिथि भनेर बोलाएर यति स्वागत गरेको छु तपाईँ डाङ डाङ हान्ने त्यस्तो तपाईँको अतिथि होला हाम्रो त के हो एक्सक्युज मी आज वाकी पार हुन्छ है मङ्गली ल नि त मलाई पनि मङ्गलीको फेरि जङ्गली रूप देखाएको छैन होला नि अवश्य अहिले यतिखेर युट्युबरले पाए टाइटल के हुन्थ्यो होला रजनी र फुलन्जेको आमाको बिचमा पर्सेर रातो पिरो भए त्यसपछि बिचमा कलरवाला इफेक्ट हाल्नु पर्छ तर वास्तवमा भाइ जस्तो देखाएको छ कि उसलाई भाइ जस्तो पनि होइन के मास्टर जस्तो गाउँको सोझो मास्टर जस्तो के जसमा पनि त्यस्तै गाउँको सर हुनु पर्ने एउटा तर ठिकै छ अब होइन जोरी चाहिँ अध्यक्षज्यू कोसँग मिल्छ जस्तो यसो अब हेर मलाई झुटो बोल्ने बानी छैन के गर्नु म भन्दिनँ धर्म सङ्कष्टमा नपाएर मलाई अनि ठिकै छ अब हामी त अब त्यस्तै हो म त अब रमाइलो मात्रै गरेर साँच्चीकै रियल लाइफमा यो जोडीलाई देख्न पाइन्छ पाइँदैन अब के छ विचार अब हनुमानलाई सोध्नुहोस् हो र मैले यता सोधिसकेँ यताबाट उता सोध्नुहोस् त्यत्रो जवाब दिन नसक्ने अलि आँट्नु पर्यो क्या आँट्नु पर्यो जिउ झन् डुब्लाउँदै गछ के हो यस्तो बेला पकाएर खाने मान्छे छैनन् घरमा चाहिँ जीवन साथी छैनन् भित्र अब कतिखेर खानु कतिखेर उ गर्नु सुटिङ भने हिँड्ने त्यही त हो भात पकाउन लुगा धोइदिन चाहिँ आउनु नि त यो त मिलाएर सेडुलमा बनाइदिनु खाना खुवाइदिनु पनि आउने होला नसकेको बिरुवा जस्तो फर्स्ट आएर पठाउँ अब के गर्नु अब यही चाहिँ छैन उता छैन मसँग नभए मङ्गलसँग त हुनु पर्यो क्या छिटो अघि नै होला जस्तो भएको थियो यता आएर कहाँ फुलेन्दको अनुहारसँग मिल्छ भन्न थाल्यो बिच्केन त यता कि अझै छ केही छैन हजुर ल उतै जानुहोस् तपाईँ जाँदैन पक्का हुन्छ कि होइन अध्यक्षज्यू हनुले मङ्गलीलाई धेरै नै माया गर्छ चाहन्छ जस्तो लाग्यो किन हाँस्यो त्यो भन्दै पीडा छ त्यो हाँसोभित्र पीडा छ मेरो लागि त मुन र काफी छ हजुर अब यो उमेर आएर यो बेला आएर मैले फुलन्जेको आमा कहाँबाट सम्हाल्न सक्नु मैले पनि नत्र त अब मुन र कमेडी क्लबमा ठाउँै पाइँदैन त्यही भएर ऊ काफी छ भने अरू के सोची बसेको त त्यति हो मेरो कुरा ल दुईजनाको अब के कुरा हुँदै थियो बिचमा डिस्टर्ब गरे होला नि ल म जान्छु कुरा त भइहाल्छ नि ल एउटा डान्स कसले गीत गाउँछ र त नि ल उहाँ गाइदिइहाल्नुहुन्छ नि यत्रो यहाँ हुनु न के गीतमा नाच्न आउँछ के साह्रो राम्रो देख्नु भएको आज त आमै कुरा नगरौँ पक्कै मागेर लाउँदा नि कस्तो स्वाद है फेरि लुगा पनि मलाई चाहिँ यहाँ खोला हाले जस्तो खर्याक्क भएर यता र यता यस्तो एउटै रहेछ नि त यो पनि अहिले मिल्यो होइन राम्री देखिया छ नि त जसरी भयो धेरै राम्री मागेर भयो नि मङ्गली भन्दा त आज मै धेरै राम्रो देखिया छु जस्तो छ धेरै कति धेरै तारी बुदाएर सुन्नु मन लागेछ के साह्रो बिच्चामा हौ गाठे म त बिर्सेछु कि तपाईँको भनेर म आफूलाई बिर्सिदिउँ ल ठिकै छ म निस्किन्छु भरे आउँछु है फेरि आउने आउँछु नि नयाँ नयाँ सजाऊ संसार हिँडौँ हामी पुरानो पन्थार एयरपोर्टको भन्सार नयाँ नयाँ संसार ला 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 दिदी पहिला दिदीको आशीर्वाद दिन पर्यो भाग्यमानी आज त हजुर यो ड्रेसकै कुराहरू मन लाग्छ क्या मलाई फेरि यता आएको कारणै त्यही जस्तो लाग्यो मलाई आज त कस्तो प्याजी कलरको कपडा लाएर प्याज बेच्ने साउनी जस्तो पो हुनुभएछ क्या अरे अनि यो मिठाई के को लागि यो छुट्टै छ क्या दिदी मेरो कुरो दिदी ए हजुर अब मेरो जिन्दगी यहाँ कोही आउने भयो नि त दिदी अब त्यही भएर मिठाई लिएर आएको आउनु भयो मेरो जिन्दगी अब कति एक्लै सिङ्गल बस्नु सबैले काठ पसेको मुला भनेर जिस्काउन थाले दिदी हजुरलाई सुत्दा नि अस्ति भने नि त काठ पसेको मुला कि दिदी भने नि त हजुरलाई जिन्दगानी दिदी हेर्नु मेरो कलिलो भाइलाई मेरो दिदी अरू के गाह्रो भयो दिदी सधैँ त्यो सिरानी च्यापेर मात्रै कति बस्नु दिदी ल पहिला लड्डु हजुरलाई है ल
एउटा लट्टु क्वाप्पै खाइदिनु पर्यो माइन्ड नगरिकन है ल। खप्पै ल जोरदार ताली खाइदिनु भयो ल जोरदार ताली ल एउटा फोन अर्को है ल के हार्नुहुन्छ अनि खोइ त मलाई लड्डु पढ्नु नि एकछिन हेलो खै गुरु त्यो मोनी लागेको लट्टु त खोल्न के रे मार्यो क्वाप्पै अब के हार्नुपर्छ गुरु भनिदिनु पर्यो क्या हजुरले क्वाप्पै खानु भयो ए अब अक्षता छर्किनु पर्यो त्यो कागजको लेखेको मन्त्र पढेर हस् ल हजुर के ताल के हो यो? गरे अब के गर्ने त नि कसैले नपतासी अलिकति षड्यन्त्र अर्न पर्यो नि त अब छिपिँदै भित्रभित्र काठ बसेर त कुन दिन फर्निचर लएर फर्निचर बनाउँछ कि भन्ने पिर भयो यो मोनी मन्त्र यहीँ रहेछ हेर्नुहोस् यो अक्षता हजुरले छर्के पछाडि हजुर फेरि दुलाई अहिलेसम्म मैले छर्किन पाएको छैन आफै त्यो के हो कहाँबाट आयो आठ? अब हजुरले छर्किने नि जति सक्दो हजुर तर्किनेतिर लाउनुहोस् क्या